कसको अवतार? वायुदेवको अवतार। र वायुको अवतार जो पनि भएका छन् के छन्? एकदम शक्तिशाली भएका छन्। जस्तै वायुको अर्को अवतार को? हनुमान। अर्को अवतार मध्वाचार्य। हैन? सो जो पनि वायुको अवतार भएका छन् उहाँहरू एकदम शक्तिशाली हैन, एकदम बलियो, उहाँहरूको स्वभाव बलियो हुन्छ। र यो भीमको कथामा पनि हामी देख्छौं। सो भीमको जन्म भएको कसरी थियो त? जब पाण्डु राजा पाण्डुले श्राप पाएका थिए कि स्त्रीको सँग गर्यो भने के हुन्छ? मृत्यु हुनेवाला छ। र त्यही भएर पाण्डु महाराज सोचे अब बच्चा त चाहियो। र त्यही भएर पाण्डु र कुन्तीले छलफल हुन्छ नि, उहाँहरूले छलफल गर्छन् र भन्छन् अब सुरुमा बोलाउने कोलाई? सो फर्स्टमा कोलाई बोलाउँछ? त्यो त धेरै यो त पाण्डुको कुरा छ। त्यो पाण्डुको कुरा चाहिँ कोलाई बोलाउने त? कि राजा जो छ त्यो के हुनुपर्छ? धर्ममा अडिग हुनुपर्छ। त्यही भएर सुरुमा कोलाई उहाँहरूले कोलाई बोलाउँछ? धर्मराज। सो धर्मराजलाई बोलाउँछ। कसको जन्म हुन्छ? अब धर्म स्थापना गर्नको लागि के चाहिन्छ? बल पनि चाहियो। यो त्यतिकै गरे होइन, एकदम सोचेर हुन्छ नि, उहाँहरूले प्लान गरेर हैन, योजना बनाएर धर्म स्थापना गर्नु पर्यो। धर्म स्थापना गर्न के चाहिन्छ? बल चाहिन्छ। कसलाई बोलाउने? वायुदेवलाई बोलाउने। सो नेक्स्ट जो पाण्डव को आए त? भीम आए। सो भीमको कथा छ बच्चामा एक्चुअली जब कुन्ती महारानी र पाण्डु दुईजना चाहिँ तपाईको पहाडमा दुईजना बसिरहेका थिए हैन। अब किनभने पाण्डु महाराजलाई के मन पर्ने? जंगल मन पर्ने हैन। सहर हुँदैन, यो राजमहलमा बस्ने, सहरमा बस्ने खासै इच्छा थिएन। पाण्डु महाराजको इच्छा थियो कि जंगलमा गएर बस्ने। सो यसरी एक दिन पाण्डु महाराज जब जंगलमा हुन्छ नि थिए र पाण्डु र कुन्ती महारानी चाहिँ पहाडको चुच्चोतिर बसेका थिए र दुईजना राम्रो सिनरी हेर्दै कुरा गरिरहेका, गफ गरिरहेका थिए। सो समय एकअर्कासँग समय बिताइरहेका थिए। त्यो समय के हुन्छ? कुन्ती महारानीलाई निन्द्रा हुन्छ नि, झप्की आउँछ हैन। सो कुन्ती महारानी के हुन्छ नि, सुत्न थाल्छ। त्यही समयमा पछाडिबाट हैन, जंगल हो, जंगलमा के आउँछ? बाघको आवाज आउँछ। बाघ कराउँछ। बाघ कराइसकेपछि कुन्ती महारानी अब भर्खरै सुत्न मात्रै लागेको छ हैन, क्लासको लागि माथि कतिजना सुतिरहनु भएको थियो। क्लास आउँदा झट्का आएपछि झस्किन्छ नि, त्यही अनुसार कुन्ती महारानी के गर्नुभयो त? झस्किनु हो। झस्केर जब कुन्ती महारानी झस्केर उठ्नुहुन्छ, काखमा चाहिँ को सुतिरहेको हुन्छ? भीम। र कुन्ती महारानी जब झस्केर उड्दाखेरि के हुन्छ? भीम त्यो जुन पहाड छ पहाडबाट खस्छ हैन। अब पहाडबाट सानो भर्खरै जन्मेको हैन, काखमा सुतिरहेको सानो बालक पहाडबाट खस्छ। पहाडमा खसिसकेपछि अब पाण्डु महाराज हुन्छ नि, अब हात्तिर थाल्छ। अब बच्चाले के भयो? त्यत्रो माथि पहाड छ हैन, सानो तिनो पहाड होइन, एकदम हुन्छ नि ठुलो पहाड हैन, को छेउमा बसिरहेको छ दुईजना। बच्चा खस्यो। पाण्डु महाराज दौडेर जानुहुन्छ हैन। अब हुन्छ नि, अब बच्चालाई के भयो भनेर दौडेर जानुहुन्छ। जब दौडेर गएर हुन्छ नि त्यो पहाडको फेदमा जानुहुन्छ, देख्नुहुन्छ के देख्छ? कि यो जो भीम थियो सानो बालक पहाडबाट खसेर एउटा ढुङ्गामा पछारेको हुन्छ। सो पाण्डु महाराजको साथी अब के भयो हैन। तर जब गएर त्यहाँ त्यो बच्चालाई हुन्छ नि देख्छ, बच्चालाई उठाउँछ, के देख्छ? कि जुन ढुङ्गामा हैन भीम खसेको त्यो ढुङ्गा चाहिँ फुट्छ। भीमलाई चाहिँ केही हुँदैन हैन। सो त्यो देखिसकेपछि हुन्छ नि पाण्डु महाराजले सोच्यो ओके यो बच्चामा केही विशेष गुण छ हैन, साधारण बालक चाहिँ होइन। सो भीम सानै
सानैदेखि के थियो एकदमै शक्तिशाली शरीर हुन्छ नि एकदम वज्रले प्रहार गरे पनि केही नहुने खालको एकदम बलियो शरीरको र भीमसँग सम्बन्धित आज केही कथाहरू हुन्छ नि भन्ने कोसिस गर्छौं कि भीमको चरित्र के थियो अनि हामी बुझ्छौं कि भीमलाई यो पाण्डव निर्जला एकादशी किन दिएको ऐसो यो पहिला घटना थियो जहाँ भीमको बलको बारे हुन्छ नि वर्णन गरेको छ महाभारतमा त्यसपछि दोस्रो अवस्था आउँछ कि जब पाण्डुको मृत्यु भयो कुन्ती महारानीसँग 5 जना सानसानो बच्चाहरू अब के गर्ने जंगलमा बस्न सकिदैन खै फिर्ता आउनु पर्यो भनेर सबैजना के आउँछन् हस्तिनापुर फतेर आउँछन् हस्तिनापुर आउँदाखेरि अब पाण्डवहरू 5 जना कौरवहरू कतिजना 100 जना सो जो सुतिरहनु भएको छ उहाँहरूलाई प्रश्न सोध्छु है याद गर्नु होला पछाडि देखिरहेको छु हैन कोही कोही यसो आँखा चिम गरेर बसिरहनु भएको छ सो याद गर्नु होला है त ओके र सो कौरवहरू कतिजना 100 जना पाण्डवहरू 5 जना जब पाण्डवहरू आए र पाण्डवहरू आइसकेपछि बच्चाहरूलाई के गर्न मन लाग्छ खेल्न मन लाग्छ हैन अब के भयो बच्चाहरू हुन्छ नि सँगै हुँदाखेरि हामी पनि देख्छौं नि अगर बच्चाको स्वभाव के आफूसँग केही गुण छ भने देखाउनु पर्यो हैन देखाउनलाई इच्छा हुन्छ अब सो भीम पनि अब बलियो हैन अब कौरवहरू अब 100 जना सो भीमले के गर्थे हैन कौरवहरूलाई पानी अब गंगाको नजिक हस्तिनापुर भनेको गंगाको तटमा हैन सो भीम जाने अब बच्चाहरू स्विमिङ खेल्छन् हुन्छ रमाइलो गर्छन् भीमले के गर्ने हैन एकैजना कौरव लिने अब बलियो हैन अब उसलाई त रमाइलो हैन सो कौरव एकैजना लिने फुन्त फाल्दिने हैन पानीमा सबैजना पछारिने कहिले त के गर्थ्यो भीम यति शक्तिशाली हैन दुईटा हातले के गर्थ्यो 10 जना बच्चाले समात्यो अनि पानीमा डुबाइयो हैन हुन्छ नि पानीमा डुबाएपछि एकैछिन त सास रोक्न सक्छन् हैन अनि एकछिनपछि के हुन्छ छटपटिन थाल्छ नि अनि त्यो गरेपछि फेरि उसलाई पानीबाट निकाल्छ हैन सो भीमले यस्तो गर्न थाल्यो किन भीमले कसैलाई भनेर चोट पुर्याउन हैन त्यो बच्चाको हुन्छ नि अब उ त बच्चै थियो हैन यो रमाइलो खेलमा हुन्छ नि गर्ने अब शक्ति छ हैन हनुमान पनि सानो हुँदा चकचके थियो हैन के गरौँ हैन भीम पनि त्यस्तै हैन कहिलेकाहीँ महाभारतमा वर्णन चाहिँ के भयो कि कहिले कौरवहरू अब फल टिप्नको लागि रुख चढ्थ्यो हैन फलहरू टिप्नको लागि आँप हुन्छ नि अब लिची अब कुनै जुन पनि फल थियो हैन सो सबैजना रुखमा चढ्ने भीम जाने रुख खलाइदिने हैन अनि त्यो रुखबाट सबैजना खस्छ यसरी हुन्छ नि भीमले चाहिँ आफ्नो शक्तिको प्रदर्शन हुन्छ नि बच्चामा रमाइलो हुन्छ नि खेलमा यो गर्थे अब यो गर्ने क्रममा के भयो जब दुर्योधनले देखे हैन कि एकजना शक्तिशाली कोही आएको छ सो दुर्योधनलाई ईर्ष्या आयो कारण किन सुरुमा जब कौरवहरू मात्रै थिए कौरवहरूलाई सबै माया हुन्छ नि भीष्मले पनि माया गर्यो त्यहाँको हुन्छ नि जति पनि के अरे हस्तिनापुरमा थिए सबैले माया गर्यो सो माया पाएर हुर्केको अब यहाँ अर्को 5 जना बच्चा आइसकेपछि के भयो दुर्योधनले सहन गर्छ किन त्यो माया त बाँडियो नि त अब त्यसपछि पाण्डवहरू 5 जना के उनीहरूको चरित्र उनीहरूको जुन हुन्छ नि मुखमा जुन चमक थियो सबैजना उनीहरूप्रति आकर्षित जसले गर्दा कौरवहरूमा हुन्छ नि विशेष गरी दुर्योधनलाई के आभास भयो कि हामीलाई धेरै माया गर्दैन अब त्यसमाथि के सबै चिज बाँडेर खानु पर्यो अब सबैभन्दा ठुलो दुर्योधनलाई गाह्रो भएको के कि कौरवहरूमा सबैभन्दा बलियोको दुर्योधन हैन 100 जनामा सबैभन्दा बलियो दुर्योधन अब उसको प्रतिद्वन्दी कोही अर्को आयो हैन सो त्यही भएर दुर्योधनले सहन गर्न सकेन यो सहन गर्न नसकेपछि अब यो कहिलेको कथा हो त्यो पनि बुझ्नु जरुरी छ यो सबै जति पनि यो कथा भइरहेको उनीहरू गुरुकुल जान अगाडि गुरुकुल कति वर्षमा गइन्थ्यो 5 वर्ष 5 वर्ष 6 वर्ष यो उमेरमा जाने
यो उमेरको कथा हो कि जब दुर्योधनले देखे कि यस्तो शक्तिशाली कोही आएको छ, मेरो हुन्छ नि प्रतिद्वन्दी हैन। अब त्यो सानो उमेरमा दुर्योधनलाई यो पनि थाहा थियो कि यिनी राज्य पाउने कोले, यिनीहरूले। सो त्यो ईर्ष्याको कारणले दुर्योधनले के गरे, गंगाको तटमा एउटा घर बनाए। के को लागि भन्दाखेरि हुन्छ नि यो पाण्डवहरूलाई हुन्छ नि बोलाएर पाण्डवहरूलाई छक्याउनको लागि। सो त्यहाँ घर बनाए। त्यो घरमा के गरे कि दुर्योधनले भने पाण्डवहरूलाई जाउँ रमाइलो गरौँ। सो सबै पाण्डव र कौरव सबैजना गए। पाण्डवहरू सोझा हैन, एकदम सिधा साधा जंगलमा बसेर आएको हैन, लप्पन चप्पन भन्ने थाहा छैन। सो यसरी जब दुर्योधन आउँछ, दुर्योधनले के गर्छ कि हुन्छ नि सबैलाई बोलाउँछ र त्यहाँ दुर्योधन भन्छ अब के गरौँ, फिस्ट खाउँ हैन। एकदम 56 भोग भए हुन्छ नि, एकदम धेरै परिकारको खानाहरू, सबै परिकारको खानाहरू राखिन्छ। र दुर्योधनले के गर्छ, भीमलाई स्पेशल अटेन्सन। अब भीम शरीर पनि बलियो, खानु पनि धेरै पर्ने हैन। अनि त्यही भएर भीमलाई के गर्छ त भन्दा मिठो मिठो खानेकुरा सबै लिएर आउँछ र दुर्योधनले पर्सनली भीमलाई खुवाउँछ। भीमलाई जे चाहियो, किन भीमले के गरेको हुन्छ, त्यो खानेकुरामा उसले विष मिसाएको हुन्छ हैन। र महाभारतमा भनेको छ कि दुर्योधनले 100 जनालाई मार्ने, 100 जना ठुल्ठुलो व्यक्तिलाई मार्ने त्यस्तो क्वान्टिटीको विष चाहिँ त्यो खानामा राखेको छ। त्यो सबै कोलाई पाएको चाहिँ एकजना भीमलाई खुवाइन्छ। अब भीमले खान्छ हैन, मस्तसँग खान्छ। जब मस्तसँग यो हुन्छ नि सबै खानेकुरा खाइसकेपछि हैन, अब के गर्ने हाल्छ, अब फेरि खेल हुन्छ नि। अब बच्चाहरूको गुरुकुल गएको छैन है, यिनीहरू सानै छ। अनि सबै के गर्छ हुन्छ नि, खेल्नलाई जान्छन्, खेल्छन्। 1 घण्टा भयो, 2 घण्टा भयो, दुर्योधनलाई शङ्का लाग्छ, त्यत्रो खुवाएको छ, केही भएको छैन, खेलेकै छ, मस्तसँगै खेलिरहेछ हैन। अब खेल्दा 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 जब बेलुका भयो हैन, बेलुका भइसकेपछि के हुन्छ, सबैजना थाक्छन्। त्यो समयमा भीमलाई के हुन्छ, ऊ एकै हुन्छ नि ऊ तटमा आएर उसलाई एकदमै निन्दा लाग्छ, सुत्छ हैन। सो पाण्डवहरू पनि आउँछ, सबैजनालाई थाकेको हुन्छ, सबैजनालाई खाटहरू पनि बनाइदिएको हुन्छ हैन। र भीमलाई लिएर दुर्योधन र उसका भाइहरूले के गर्छ, डोरीले बाँधिदिन्छ, ढुङ्गाहरू राखिदिन्छ र गंगामा खसाइदिन्छ। गंगामा त खसाउँछ, तर यस्तो ठाउँमा भीमलाई खसाइदिएको हुन्छ, त्यो जुन ठाउँमा चाहिँ त्यहाँबाट गंगा कहाँ जान्छ, पाताल लोक जान्छ हैन। र त्यो ठाउँमा जब भीमलाई खसाइदिन्छ, त्यो गंगाको जुन बेग छ, जुन छाल छ, गंगाको छालले भीमलाई कहाँ लग्छ त, नागलोकसम्म लग्छ हैन। सो नागलोकसम्म तल जान्छ। नागलोकमा यस्तो कोही आयो हैन, यस्तो मनुष्य आयो भनेर, यो अचम्मको चिज आयो भनेर नागहरूले के गर्छ, ठुङ्न थाल्छ हैन, भीमलाई ठुङ्न थाल्छ। र भीम अब त्यो नागहरू भनेको कस्तो, यहाँको जस्तो नाग मात्र होइन, यो भन्दा धेरै शक्तिशाली नाग। र जब यो नागले भीमलाई टोक्छ हैन, त्यो जुन भीममा परेको जुन विष छ, यो नागको विषले गर्छ दुईटा विष काटिने हुन्छ, जसले गर्दा यो नागको जुन विष छ त्यसले भीमलाई के गर्छ, बिउजाउँछ। दुर्योधनको सोचले मार्नको लागि, तर यो विषले के गर्छ, काट्छ। र भीम हुन्छ नि ऊ अब झस्याङ्ग हुन्छ, अब डोरी सोरी बाँधेको हुन्छ, भीम त शक्तिशाली, डोरी सोरी सब फालिदिन्छ। नागहरू लिएर कसले टोक्यो भने यो नाग सागलाई लिएर सबै फालेर जान्छ। अब नागहरू अचम्म हैन, किनभने नाग देख्ने बित्तिकै, कुनै पनि व्यक्तिले नाग देख्ने बित्तिकै उनीहरू डराएर भाग्ने हैन। विष त सहन गर्न त छोड्दियो, नागलाई देख्ने बित्तिकै भाग्ने। एउटा सानो बालक आएर के रहेछ, नागलाई लिएर हुन्छ नि चारैतिर फालिरहेको छ। यो देखेर सबै नागहरू भागाभाग गर्न थाल्छन् र गएर कहाँ जान्छन् त, वसुकीलाई गएर भन्छन् कि हे महाराज, यस्तो अचम्मको छ
कि एउटा मनुष्यले देखेर हामीलाई भाग्ने एउटा बालकले हामीलाई फुतफुत फालिरहेको छ हैन कुनै पनि भनौँ न गाह्रो नमानिकन फालिरहेको छ केही गर्नु सक्छ भनेर वसुकीलाई भन्छ वसुकी आउँछ वसुकीले हेर्छ के हेर्छ भीमलाई देख्छ जब भीमलाई देख्छ वसुकीले बुझ्छ कि भीमको कुन्तीको छोरा सम्बन्ध के त सो के भएको हुन्छ त भन्दाखेरि कुन्तीको बुबाको हजुरबुवा चाहिँ नाग हुन्छ हैन जसको नाम हुन्छ अर्यक हैन सो यो नाग जो हुन्छ अब त्यही परिवारमा आएको नि त सो वसुकीले चिन्छ कि यो जो भीम छ हाम्रै परिवारको हो सो त्यही भएर वसुकी एकदम खुसी हुन्छ र भन्छ ल उसलाई ल्याऊ उसलाई हुन्छ दुःख नदेऊ उसलाई लिएर अनि वसुकीले भन्छ कि उसलाई अब भनौँ न अनेक किसिमको लुगा गहना जे छ दिएर पठाइदियो अर्यकै भन्छ उसलाई यो चाहिँदैन बरु यदि महाराज तपाईँ चाहनुहुन्छ भने हामीसँग एउटा विशेष कुण्ड छ हैन सो त्यो कुण्डको नाम के हो रसकुण्ड त्यो रसकुण्डमा तपाईको अनेक किसिमको जडीबुटी राखेर बनाएको विशेष हैन एउटा पदार्थ पिउने पदार्थ छ बरु त्यो पदार्थ दिन मिल्छ अब वसुकी हुन्छ भइहाल्छ अब हाम्रै कुलको हैन सो उसलाई सबैभन्दा राम्रो चिज दिउँ भनेर त्यो जुन हुन्छ नि त्यो रस जुन त्यो हुन्छ नि पेय पदार्थ छ त्यसलाई ठुलो जारमा राख्छ हैन र भीमलाई दिन्छ भीमले के गर्छ एकचोटीमै स्वाट हुन्छ त्यो खाइन्छ जुन चिज हैन त्यो खानको लागि नागहरूले पनि खान सक्दैन त्यस्तो एकदम पावरफुल एकदम शक्तिशाली हुन्छ त्यो चिज हैन अमृत हो तर खान चाहिँ एकदमै गाह्रो तर भीमले के गरिदिन्छ खाइदिन्छ एक जार खाइदिन्छ अर्को जार ल्याउँछ दोस्रो जार पनि खाइदिन्छ गर्दा गर्दा 8 जार टन्न खाइदिन्छ सबजना अचम्म पर्छ हुन्छ नि अलिकता खान हामीलाई गाह्रो भीमले 8 जार त्यो हुन्छ नि जुन औषधि छ खाइदियो खाएपछि के हुन्छ उसलाई निन्दा लाग्छ सो उसलाई एकदम राम्रो एउटा खाट बनाइदिन्छ र भीम सुत्छ भीम कति दिनलाई सुत्छ 8 दिन फ्ल्याट हैन 8 दिनसम्म फ्ल्याट हो अब यतापट्टि के हुन्छ कि भीम त गयो हैन नागलो पुग्यो सबै गएर आइछ अब यता हस्तिनापुरमा अब हाहाकार छ हैन किन भीम छैन हैन अब युधिष्ठिर जान्छ आमाले सोच्छ आमा तपाईले भीमलाई देख्नु आमाले भन्छ छैन टेन्सन हुन्छ सबैतिर ल खोज्न जाऊ भन्छ भाइहरु सबैजना दौडिन्छन् खोज्नलाई कसैले भेटाउँदैन भोलिपल्ट बिहान दुर्योधन हाँसी आउँछ किन मेन जो थियो हैन अब उ त खतम उदा निस्क्यो उसले यति विष फाल्छ अब उसको हुन्छ नि अब कुनै चान्स छैन आउनको लागि यो पनि नदीमा फाल्दैछ एकदम खुसी भएर आउँछ अब अलिअलि आँसु लिएर कोही भीम कोही भन्छ हैन तर मन मनै चाहिँ एकदम खुसी भएर आउँछ हैन अब मेरो प्रतिद्वन्दी गयो अब यो हुन्छ नि अर्जुन र युधिष्ठिर भने उसलाई जेलमा राखिदिने हो त्यसपछि पत्तासा राज्य मैले गर्ने हो हैन त्यहाँ सबै हाहाकार हुन्छ यो हाहाकार हुँदाखेरि खोज हुन्छ विदुरलाई बोलाउँछ विदुरलाई भन्छ यस्तो यस्तो भयो यो कहीँ हुन्छ नि यो कौरवहरूले त गरेको होइन जहिले खेलमा जहिले उनीहरूले ईर्ष्या गर्ने हैन उनीहरूले कारणले त भएको होइन भनेर भन्छ विदुरले भन्छ जे भए पनि हुन्छ नि अब उनीहरूले गरे पनि हामी शान्त हुनु पर्यो र विदुरले एउटा चिज भन्छ कुन्ती महाराजलाई सान्त्वना दिनु विदुरले के भन्छ चिन्ता नगर्नुस् किन नगर्नुस् थाहा छ किन भन्दा व्यासदेवले भन्नुभएको छ व्यासदेवले के भन्नुभएको छ कि यो पाण्डवहरू धेरै वर्ष बाँच्छन् हैन सो यो व्यासदेव त्रिकालदर्शी हो उहाँले भनेको छ सबै पाण्डवहरू धेरै आयु बाँच्छन् तपाई चिन्ता नगर्नुस् भीम फर्केर आउँछ हैन त्यसपछि के हुन्छ कि 8 दिनपछि जब भीम उठ्छ भीमलाई राम्रो राम्रो वस्त्र दिन्छ नागहरूले त्यसपछि जुन ठाउँबाट फाल हुन्छ नि भीम खसेको हो त्यही ठाउँमा ल्याएर छोडिदिन्छ भीम के गर्छ दौडी दौडी जान्छ आमाका गएर सबै चिज भन्छ के भएको हो कसरी यो विष भएको के भयो सबै हुन्छ
त्यति अनि त्यो समयदेखि युधिष्ठिर महाराजले भन्छ कि जे भयो के हुनु पर्यो, हामी अब यसलाई ठुलो हल्ला नगरौँ, एकले अर्काको रक्षा चाहिँ गर्नुपर्छ हैन, सतर्क चाहिँ हुनुपर्छ हैन, हामी केयरफुल हुनुपर्छ, उनीहरूले जे पनि गर्न सक्छ। त्यो समयदेखि भीमले जहिले पनि दुर्योधनलाई याद गरिरहेको थियो कि यसले के बदमासी गर्छ हैन। सो यसरी चाहिँ भीमले त्यो शक्ति पाएर के भनेको छ, त्यो जुन हुन्छ नि पेय पदार्थ खाइसकेपछि भीमको शरीर त्यतिकै त सुरुमा बलियो, अब यो नाकको यो सबै हुन्छ नि अमृत खाइसकेपछि भीमको शरीर कस्तो थियो त 10,000 हात्तीको बल, र शरीर यस्तो थियो, यस्तो बलियो भयो कि केहीले पनि डस्न नसक्ने, केहीले पनि हुन्छ नि यो इन्द्रको वज्रले पनि केही गर्न नसक्ने, त्यस्तो शक्तिशाली भएको थियो। अब त्यसपछि के हुन्छ, यो सबै भयो, दुर्योधनले दोस्रो पटक फेरि विष पाउँछ। हामीले त एकचोटि सुने हो, महाभारत पढ्दाखेरि दोस्रो चोटि फेरि पाउँछ। दोस्रो चोटि खुवाउँदा के हुन्छ कि कौरवहरूमा एकजना जो पाण्डवलाई माया गर्ने को थियो, युयुत्सु। सो युयुत्सु आएर भन्छ पाण्डवलाई, ए दालमा कुछ काला हैन, यो दुर्योधनले केही गरिरहेछ हुन्छ नि, यो विष राखेको छ, यी सतर्क हुनु। भीमले के भन्छ, ठिक छ ल्याऊ, खाइदिन्छ है, त्यो विष खाइदिन्छ, विष पचाइदिन्छ पनि, केही पनि हुँदैन हैन। त्यो भीमलाई मतलब छैन, अब जेसुकै ल्याऊ हैन, अब केही गर्न सक्दैन। र दुर्योधनको जहिले पनि सोच यही थियो कि भीमलाई कसरी तल ल्याउने, भीमलाई कसरी हटाउने। सो यसरी जब उनीहरू गुरुकुल जान्छन्, गुरुकुलमा हुन्छ नि अनेक हुन्छ नि लीला हुन्छ, सबै हुन्छ। त्यसपछि समय आउँछ जब अब पाण्डवहरूलाई, किनभने अवस्था यो भएको हुन्छ जब गुरुकुलबाट निस्किसकेपछि त्यहाँको जति पनि जनताहरू हुन्छन् सबै जनताले भन्न थाल्छन् अब राज्याभिषेक गर्नुपर्छ अथवा राजकुमार छान्नु पर्यो। राजकुमार कसलाई छान्ने? युधिष्ठिर महाराजलाई हैन। सबैले यसो जन्न थाले, यसरी कुरा गर्न थालेपछि दुर्योधन सुत्न सक्दैन हैन, दुर्योधनलाई निन्द्रै आउँदैन हैन, दुर्योधनलाई हुन्छ नि यस्तो टेन्सन हुन्छ, निन्द्रै आउँदैन। दुर्योधन गएर हुन्छ अब कुरा गर्छ आफ्नो बुवालाई, भन्छ केही न केही गर्नु पर्यो हैन, मलाई निन्द्रा आएन हैन, के उपाय गर्नु पर्यो भन्दा त्यहाँ उपाय के आउँछ हुन्छ नि, के प्लान आउँछ कि वानरवट भन्ने ठाउँमा त्यहाँ पशुपति शिवजीको पूजा भइरहेछ। त्यो शिवजीको पूजामा के गर्ने? पाण्डवहरूलाई पठाइदिने। सो पाण्डवहरूलाई पठाइदिन्छ हैन, पाण्डवहरूलाई कुरा मिलाएर पठाइदिन्छ हैन, धृतराष्ट्र पनि सामेल हुन्छ। पाण्डवहरूलाई पठाइदिन्छ, त्यहाँ कसलाई पठाएको हुन्छ? कसले बनाउँछ त्यो घर बनाउने? को नाम के हो? पुरोचन हैन। सो पुरोचनलाई जो दुर्योधनको राइट ह्यान्ड, उसले भन्छ ल यस्तो घर बनाऊ जहाँ के छ त हुन्छ नि यो सबै एकदम जल्ने चिजले हैन, आगो लाग्ने बित्तिकै लक्ष्य हुन्छ नि, त्यो आगो सर्किने बित्तिकै त्यो घर कस्तो हुन्छ त्यस्तो घर बनाऊ हैन। थोरै माटो तर धेरै तेल हैन, धेरै यस्तो वस्तुहरू जुन जल्छ त्यसको घर बनाइदिनु र यस्तो घर बन्नुपर्छ, यस्तो महल बन्नुपर्छ, कसैलाई शङ्का लाग्नु पर्दैन। तर विदुरजी हुन्छ नि, विदुरजीलाई सबै चिज यो थाहा थियो, के प्लान गरिरहेको थियो हैन। अनि त्यसपछि अब पाण्डवहरू जान्छन् हैन, लक्ष्य सबैलाई थाहा छ, पाण्डवहरू जान्छन् त्यहाँ बस्छन् हैन। अब पाण्डवहरूले विशेष गरी भीमलाई थाहा छ बदमासी भइरहेछ, खबर आइसकेको छ। भीमले पुरोचनलाई यसरी नजरले हेरिरहेको हुन्छ कि पुरोचनले केही बदमासी नै गर्न सक्दैन, किन आगो त बाल्दिनु पर्यो। तर भीमले यस्तो नजरमा राखिरहेको हुन्छ पुरोचनलाई कि पुरोचनले बदमासी गर्ने मौकै पाउँदैन। सो एकचोटि के हुन्छ कि पुरोचन चाहिँ अब त्यहाँ एकदम महोत्सव भइरहेको हुन्छ, पुरोचनले हैन मस्तले हुन्छ नि मादक पदार्थ पिएको हुन्छ, लट्ठ हुन्छ। युधिष्ठिरले हुन्छ यही समय हो हैन, अब के गर्नु पर्यो? पुरोचनलाई ल्याउनु पर्यो, घरमा राख्नु पर्यो
आगो हामीले नै राखिदिने, हामी यहाँबाट निस्किने हैन। अब त्यही भएर सबै योजना बनाउँछ, त्यहाँ अब आगो लगाइदिने हुन्छ। त्यही समयमा के हुन्छ, एकजना निषाद हैन स्त्री आइपुग्छ 5 जना छोरा लिएर। उनीहरू पनि यो खाएको हुन्छ, लट्ठ हुन्छ, घरभित्र छिरेको हुन्छ, पाण्डवलाई थाहा हुँदैन हैन। अनि पाण्डवलाई थाहा हुँदैन, आगो लगाउँछ र पाण्डव निस्किन्छ। हाम्रो आचार्य रूप गोस्वामीले भन्नुहुन्छ यो निषाद, यो जो स्त्री थियो त्यो को, तिनीहरू चाहिँ राक्षस हुन्छ र उनीहरूलाई श्राप पाएको हुन्छ कि आगोबाट जलेर उनीहरूको मृत्यु हुनुपर्ने। सो भगवानले यो सबै जुडाइदिएको हुन्छ कि आमा र 5 जना छोरा र पुरो छन्। त्यो हुन्छ नि आगो अब लाग्छ, स्वयं पाण्डवहरूले सकाउँछ, उनीहरू त्यहाँबाट भागेर जान्छ हैन। 6 जनाको मृत्यु हुन्छ, 7 जनाको मृत्यु हुन्छ। सबैजनाले हाहाकार गर्छ अब पाण्डवहरूको मृत्यु भयो भनेर। अब यहाँ चाहिँ यो सुन्न जरुरी छ कि भीम कस्तो थियो। जब अब निस्किन्छ हैन, त्यहाँ बोट रेडी गरेको हुन्छ, बोटमा चढेर विदुरको योजना हुन्छ, बोट चढेर गंगा पार गर्छ। गंगा पार गरेपछि राति, यो सबै भएको राति हो, रातिको समय सबैजना अब त्यो सहरबाट टाढा भाग्नु पर्यो, जंगलभित्र छिर्छ। कुन्ती महारानी पनि छ, सबजना हिँडेर हुन्छ नि भित्र जंगलसम्म पुग्छ। सबैजना हिँडेपछि अब कुन्ती महारानी पक्कै पनि उहाँ हैन अब अलिकति उमेर भइसकेपछि धेरै त हिँड्न दौडिन त सक्नुहुन्न, सो उहाँलाई थकाइ लाग्छ है। जंगलको बिचमा पुगेको छ, सबजना पाण्डवहरू पनि थाक्छन्। अब के गर्ने? अब त्यो समयमा युधिष्ठिरले भन्छ भीमलाई कि तिमीले हामीलाई लिएर जाऊ। अब सबैजना थाकेको छ, तिमीले लग्नु। भीमले के गर्छ? कुन्ती महारानीलाई घाँटीमा लाग्छ, भीमलाई एउटा अर्जुनलाई एउटा पाखुरामा लाग्छ, युधिष्ठिरलाई एउटा पाखुरामा लाग्छ, नकुल र सहदेवलाई खाइमा झुन्ड्याउँछ र दौडिन थाल्छ। भनिएको छ कि यो लगभग बिहान 3 बजे भीम दौडिन थालेको हैन। भीम दौडिँदा दौडिँदा यसरी दौडिन्छ कि त्यो रुखहरू पनि ढल्न थाल्छ हैन। भीमको यस्तो तेज हुन्छ कि भीम दौडिँदाखेरि रुखहरू पनि ढल्न थाल्छ। बिहानदेखि दौडेको मान्छे, त्यो पनि 5 जनालाई बोकेको छ, आमालाई बोकेको छ, 2टा हातमा हुन्छ नि युधिष्ठिर र अर्जुन, खुट्टामा नकुल र सहदेव हैन। र यस्तो वेगले दौडिन्छ, दौडिँदा 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 त्यो दिनको साँझ पर्छ। अब भीमले सबैलाई लिएर दौडिरहेको छ। त्यो लिएर दौडिँदाखेरि जो काँधमा बसेको छ, जो खुट्टामा बसेको छ हैन, घाँटीमा बसेको छ, उहाँहरू थाक्छ। अब साँझ पर्यो हुन्छ नि, उहाँहरू त्यहाँसम्म पुगिसकेपछि थाकिसकेपछि हैन के अरे कुन्ती महारानीले भन्छ कि मलाई तिर्खा लाग्यो। सो भीमले के गर्छ? ठाउँ बनाइदिन्छ, सबैलाई सुताइदिन्छ। त्यहाँ भीम के गर्छ? पानी खोज्न जान्छ हैन। अब त्यो आवाज आउँछ नि त चराहरूको, र जहाँ यो पानीमा बस्ने चराहरूको जहाँ आवाज आउँछ भीम दौडेर जान्छ। 5 माइल भनेको छ हैन, 4 माइल दौडेर जान्छ पानी लिनलाई। पानी लिएर आउँछ, लिएर आउँदा के हुन्छ? सबजना भुस हैन, सबजना चुच्चेकै हुन्छ हैन। अनि भीमले रुन थाल्छ त्यहाँ कि मेरो जो आमा छ, मेरो जो भाइहरू छ, महलमा बस्नुपर्ने, आज यसरी जंगलको बिचमा यसरी लावारी सुतिरहनु परेको छ। भीमलाई एकदम रिस उठ्छ कि यो जसले गरेको हो उनीहरूलाई चाहिँ म छोड्नेवाला छैन। र भीमले के सोच्छ कि यो जो छ पानी उठाउँदैन हैन, त्यति माया छ हैन कि हुन्छ नि आफ्नो आमालाई भाइहरूले उठाउँदैन, भन्छ कि ल ठिक छ सुत्दै देऊ, उठेपछि पानी खान्छ। र भीमले के सोच्छ कि म उनीहरूलाई पहरा दिन्छु। जबकि त्यति दिनभरि दौडेको छ 5-5 जना बोकेर होइन। भीमले सोच्छ अब सबै थाकेका छन्, मेरो जिम्मेवारी हो हेर्नको लागि। अब हेर्नुहोस् के हुन्छ। र यसरी जब सुतिरहेको हुन्छ, त्यो जंगलमा के हुन्छ? हिडिम्बा भन्ने राक्षस हुन्छ हैन। अब मान्छेको गन्ध आउँछ। सो हिडिम्बाले के सोच्छ
कि यति धेरै वर्षौं भइसक्यो कि हामीले मान्छेको मासु चाख्न पाएको छैन हैन। यस्तो बास्ना आइरहेको छ र आफ्नो बहिनीलाई भन्छ ल जाऊ ती जो हुन्छ नि त्यो मनुष्य छ लिएर आऊ, आज हामी फिस्ट खाने हैन, मान्छेको मासुको फिस्ट खाने। तो कसलाई पठाउँछ? हिडिम्बीलाई पठाउँछ। हिडिम्बी आउँछ, हिडिम्बीले के देख्छ हैन, भीम ठुलो शरीर भएको हैन, यस्तो हुन्छ नि सुन्दर शरीर देख्छ हैन। हिडिम्बीलाई के लाग्छ? लभ एट फर्स्ट साइट हैन, प्रेम है। हिडिम्बीले के गर्छ? अब राक्षसी हैन, राक्षसी अब हुन्छ योगिक पावर हुन्छ नि त हैन। अनि के गर्छ त, हिडिम्बी एकदम सुन्दरी स्त्री भएर अगाडि आउँछ हैन, र आएर भीमलाई भन्छ कि तिमी को हो हैन। भीमले सोध्छ तिमी को हो, कहाँबाट आएको, कसको हुन्छ नि छोरी हो, यो सबै सोध्छ हैन। हिडिम्बीले सबै भन्छ कि यस्तो छ, मेरो भाइले मलाई हुन्छ नि दाइले पठाएको तिमीहरूलाई सबैलाई लिएर आउनको लागि है, ताकि हुन्छ नि उसले तिम्रो भक्षण गर्न पाउँछ भनेर हैन। यो सबै त भीमलाई के मतलब छैन, जोसुकै आओस् हैन, बिना मतलब छैन। तर हिडिम्बीलाई डर लाग्छ किन मेरो भाइ कति शक्तिशाली छ तिमीलाई थाहा छैन। सो यहाँबाट भाग, तिम्रो हुन्छ नि आमा र तिम्रो भाइहरूलाई लिएर जाऊ हैन, म तिमीलाई लिएर जान्छु हैन, म पनि शक्तिशाली छु, म लिएर जान्छु भन्दा भीमले के भन्छ, मेरो आमा र भाइहरूलाई हुन्छ नि म दुःख दिन चाहन्छु, उनीहरू थाकेका छन्। ल साँच्चै भीमको भीम आयो भने okay. So, background music पनि टाइम टाइममा आउँछ है। So जब अब हिडिम्बी छ, हिडिम्बीले भनिरहेको छ कि मेरो भाइ आउँछ, तपाईहरु यहाँबाट भागेनन्, मेरो भाइ आउँछ, भाइले तपाईहरु सबैलाई मारिदिन्छ, तपाई यहाँ पनि निस्किनुस्। भीमले भन्छ हैन, मेरो आमा मेरो भाइहरु थाकेका छन्, म हुन्छ नि उनीहरूलाई उठाउँदिन, जोसुकै आओस्। अब केही समय बित्छ, अब त्यहाँ हिडिम्बा कुरिरहेको हुन्छ हैन, मान्छेको मासु कहिले खान पाइन्छ भनेर। जब आउँदैन हैन, अब हिडिम्बा हुन्छ नि पुर्न सक्दैन, हिडिम्बा आउँछ हैन, त्यो सारा जंगल थर्किन थाल्छ हिडिम्बाको चालले हैन। अब त्यहाँ हिडिम्बी डराएर थुरथुर कामिरहेको छ, हिडिम्बा आइपुग्छ त्यो ठाउँमा हैन, देख्छ हैन आफ्नो बहिनी एकदम राम्रो हुन्छ नि रूपमा छ हैन, एकदम मनुष्यको रूप लिएर बसेको छ। हिडिम्बाले बुझिहाल्छ कि हिडिम्बी पक्कै पनि भीमदेखि आकर्षित भएको छ। सो हिडिम्बालाई अझै रिस उठ्छ कि तिमी चाहिँ मनुष्यको साइड लिने पर्छ, तिमी सबलाई सकाप बनाइदिन्छु र गरेर के गर्छ, गर्जिन थाल्छ र भीममाथि चढाइ गर्न थाल्छ। भीमले के भन्छ कि मेरो आमा र भाइहरु यहाँ छ, उनीहरुले डिस्टर्ब गर्न चाहन्छ। सो त्यही भएर हिडिम्बालाई समात्छ, हुन्छ नि पछार्दै लग्छ हैन, अलि टाढा लग्छ जंगलमा र दुवै जनाको भीषण युद्ध हुन थाल्छ हैन। अब युद्ध हुन्छ, मल्ल युद्ध हुन्छ, एकले अर्कालाई हुन्छ नि एकदम हुन्छ नि बेसकरी हिर्काउन थाल्छ, मुड्कीले हिर्काउन थाल्छ हैन। अब त्यसपछि भीमले लिन्छ, हिडिम्बालाई पछार्छ हैन, सबै गर्दा हिडिम्बाले ठुलो आवाज गर्न थाल्छ। यो आवाज गरिसकेपछि के हुन्छ कि कुन्ती महारानी हैन सबै भाइहरु उठ्छ, उडेर आउँछ, सबैजना रमिता हेरेर आउँछ हैन, कि भीमले हुन्छ नि हिडिम्बालाई पछ्याइरहेको हुन्छ, हिर्काइरहेको हुन्छ र अन्तिममा के गर्छ, हिडिम्बालाई घुमाएर फाल्दिन्छ हैन, र त्यसपछि उसको ढाडमा उफ्रिन थाल्छ र यसरी हिडिम्बाले उसको प्राण त्याग गरिदिन्छ हैन। सो भन्नुको अर्थ भीम जो थियो कति शक्तिशाली थियो कि दिनभरि हुन्छ नि दौडेर हिँड्यो, दौडेर गयो, रातभरि पहरा दियो, त्यसपछि को आयो, हिडिम्बा आयो, हिडिम्बासँग युद्ध गर्यो, हिडिम्बालाई मारिदियो पनि हैन। यो सबै गरिसकेपछि अब हिडिम्बा मरे भनेर सबैले समाचार पायो भने के हुन्छ, त्यहाँ फेरि ठुलो हुन्छ नि, यहाँ त भीमले गर्यो, कसले गर्यो हैन, सबै दोष निश्चित त्यही जान्छ
सो त्यही भएर त्यहाँबाट फेरि हैन भीम अब हिडिम्बी अब के गर्छ सबैजना हिड्न थाल्छ। सो हिड्ने क्रममा के हुन्छ हैन अब के अरे कुन्ती महारानी सहित 5 जना दाजुभाइ त अगाडि अगाडि हिँड्छन्, पछाडि पछाडि हिडिम्बी पनि हुन्छ नि पछ्याउँदै आउँछ। सो पछ्याउँदै आउने क्रममा के हुन्छ कि युधिष्ठिर महाराजले भन्छ तिमी जाऊ हैन, तिमी त राक्षसी हुन्छ नि हामीसँग किन आइरहेको हैन, तिमी आफ्नो ठाउँ जाऊ भन्दाखेरि हिडिम्बीले के हुन्छ कि मलाई प्रेम भएको छ हैन भीमसँग। सो त्यही भएर भन्छ कि मलाई थाहा छ, हिडिम्बीलाई धर्म थाहा नभएको हुनाले हिडिम्बीले भन्छ कि मलाई हुन्छ नि भीमसँग प्रेम भएको छ, त्यही भएर म उसँग विवाह गर्न चाहन्छु हैन। र धर्मले के भन्छ र हिडिम्बीले गएर कसलाई भन्छ कुन्ती महारानीलाई भन्छ हैन। जसरी एउटा प्रेमिका हुन्छ नि प्रेममा कतिको पागल हुन्छ हैन, र कसैप्रति मन आकर्षित भएपछि छोड्न धेरै गाह्रो हुन्छ। र कुन्ती महारानी भन्छ तपाईलाई कति गाह्रो भइरहेको मलाई त्यही अनुसार गाह्रो छ, यदि मैले भीमलाई छोड्यो भने म कसरी बाँच्न सक्छु। अब यो सबै कुरा सेन्टिमेन्ट भएपछि हुन्छ नि त्यो भावपूर्ण सबै कुरा भनिसकेपछि अब युधिष्ठिर महाराजले हेर्छ र युधिष्ठिर महाराजले बुझेको हुन्छ, किन भीमले पनि के गरेको हुन्छ, भीमले मतलब गरेको हुँदैन, अगाडि अगाडि हिँडेको हुन्छ। तर भीमले हिडिम्बीलाई भनौँ न वास्तै छैन मतलबै छैन हेर्दैन नि त, तर त्यो जुन भीमले हेर्दाखेरि जुन नजर छ त्यो नजरमा चाहिँ भनौँ न केही आकर्षण चाहिँ थियो हैन, त्यो चाहिँ युधिष्ठिर महाराजले समात्न सक्नुभयो। र युधिष्ठिर महाराजले के भन्छ कि यसो हेर्दाखेरि यो ठिक हो कि कुनै हुन्छ नि स्त्रीले यदि प्रपोज गरेको छ भने जो क्षत्रिय छ उसले नकार्न सक्दैन। त्यही भएर युधिष्ठिर महाराजले भन्छ ल त्यसो भए अनुमति दिन्छु, ल तिमीहरू विवाह गर, दिनभरि तिमीहरू घुम्न जान सक्छौ तर राति चाहिँ फर्केर आउनुपर्छ हैन। सो त्यो हुन्छ नि त्यो अनुमति दिएर त्यसपछि र भीमले पनि भन्छ कि मेरो धेरै कार्य छ, म तिमीसँग बस्न सक्दिनँ, तिम्रो छोरा भएपछि के गर्छ त तिमीलाई छोडेर म जान्छु। र त्यसपछि 7 महिनासम्म यसरी विचरण गर्छ। 7 महिनापछि कसको जन्म हुन्छ, घटोत्कचको जन्म हुन्छ। र घटोत्कचको जन्म भइसकेपछि भीमले हिडिम्बीलाई छोडेर जान्छ र घटोत्कच पनि के हो जन्मिने बित्तिकै एकदमै ठुलो शरीर हुन्छ, थोरै समयमा ठुलो हुन्छ। र घटोत्कचले भन्छ कि जब पनि हैन तपाईलाई मेरो जरुरत पर्यो भने मेरो नाम लिनुस् म आइपुग्छु हैन, अरु के गर्नु मेरो नाम मात्र उच्चारण गर्नुस् म आइपुग्छु। र यसरी चाहिँ हिडिम्बीलाई छोडेर त्यसपछि पाण्डवहरू अगाडि बढ्छन्। सो यो सबै भन्नुको अर्थ के कि भीम एकदम शक्तिशाली थियो, यो त हामी सबैलाई थाहा छ। अब शक्तिशाली मात्रै थिएन, भीमलाई खान पनि एकदमै मन पर्थ्यो। सो भीमले कति खान्थ्यो भनिएको छ कि जब अब भीमलाई खाना ल्याउँथ्यो है, अथवा जब अब उनीहरू त जंगलमा बसे, जंगलमा बस्दाखेरि जति पनि चीज फलफूल होस् जे पनि लिएर आइन्थ्यो त्यसलाई भाग लगाउँथ्यो। भाग कसरी लाग्थ्यो कि अब कुन्ती महारानी थियो, युधिष्ठिर थियो, अर्जुन थियो, नकुल सहदेव भीम थियो। सो 2 भाग लगाउँथ्यो, आधा भीमलाई, आधा चाहिँ हुन्छ नि कुन्ती महारानी र अरु 4 दाजुभाइ हैन। सो आधा भाग लगाउँथ्यो। जब भीमलाई दिन्थ्यो भीमले सबै एकैचोटीमा खाइदिन्थ्यो र भाइको थाल हेर्थ्यो हैन कि भाइको थालमा कति बाँकी छ। सो अब भाइहरूले पनि के भन्छ थाहा थियो भीमलाई धेरै खानु पर्थ्यो है। सो गर्दा आफ्नो थालको आधा पनि फेरि भीमलाई दिन्थ्यो। सो गर्दा गर्दै कुनै पनि भाग ल्याउँदाखेरि भीमले कति खान्थ्यो हैन, 5 भागमा 4 भाग भीमले खान्थ्यो, 1 भाग चाहिँ अरूले बाँडेर खान्थ्यो हैन। सो भीम त्यति हुन्छ नि खानामा त्यति रुचाउँथ्यो हैन, त्यति खानु पर्थ्यो आफ्नो शरीरलाई, किन त्यो शरीर पनि भीमको हैन। सो त्यसलाई पाल्नको लागि पनि भीमले धेरै खान्थ्यो। अब हामीलाई थाहा छ कि जब यो समस्या आयो कि एकादशी बस्नु पर्ने, तर भीमको पेटमा के अग्नि थियो, के अग्नि थियो, जब तक अग्नि
त्यो जतालगी यसरी जल्थ्यो हैन। भीमले भन्थ्यो कि त्यो जुन आगो बलेपछि म सहनै गर्न सक्दिनँ। सो व्यासदेवसँग कुरा हुन्छ, व्यासदेवले भन्छ त्यसो भए ठिक छ, तिमी एक दिन बस हैन। त्यो कुन दिन त? यही पाण्डव निर्जला एकादशीको दिन तिमीले यदि एकादशी बस्न सक्यौ भने अरु जति पनि एकादशी छ त्यो तिम्रो पूर्ण हुन्छ। अब यो बुझ्न जरुरी छ कि भीमलाई कति गाह्रो थियो, त्यही अनुसार शक्तिशाली थियो, त्यही अनुसार खानु पनि पर्ने थियो, तर पनि भीमलाई के भन्यो? एकादशी पालन गर्न जरुरी छ हैन। र भीमले आफ्नो सक्दो प्रयास गरेर यो एक एकादशी चाहिँ बस्थ्यो। सो यसरी हामी पनि कोसिस गरिरहेका छौं हैन। कतिजना निर्जला बसिरहनु छ? हात उठाउनु। निर्जला ओके, भेरी नाइस। जो कोसिस गरिरहनु भएको छ कि भीमको पथमा हिँड्नको लागि, जसरी भीम निर्जला गरेर जागराम बसेर यो एक एकादशी चाहिँ पालन हैन भीमले गर्थ्यो, अरु कुनै गर्न नसके पनि। सो हामी सबैले कोसिस गरिरहेका छौं। सो भीमको जस्तै जुन शक्ति, जुन भीमले आफ्नो भाइहरूप्रति जुन प्रेम देखाएको थियो, जुन सेवा गरेको थियो, मुख्यतः आफ्नो भाइहरूप्रति जुन सेवा गरेको थियो, त्यो सिक्नु जरुरी छ। हाम्रो कर्तव्य पनि के हो कि हाम्रो यो समुदाय छ, सबैजना हामी एउटा परिवार छौं र हामीले पनि के गर्नुपर्छ? एक अर्काको सेवा गर्न जरुरी छ। कोही भीम जस्तो होला सबैलाई उठाएर दौडिन सक्ने, यदि सक्छौं गर्नु पर्यो हैन। एक अर्काको मेहनत, एक अर्काको सेवा गरेर हामीले भीमले जसरी सबैको सेवा गरेर सबैलाई सन्तुष्ट, सबैको रक्षा गर्नुभयो, हाम्रो कर्तव्य एक अर्काप्रति जिम्मेवारी लिनको लागि हैन कि केही पर्छ भने हामी एक अर्काको लागि साथ दिन जरुरी छ। अनि मात्रै भक्तिमा हामी अगाडि बढ्न सक्छौं। अनि मात्रै यसरी निर्जला एकादशीमा हामी कीर्तन गर्दै, कथा गर्दै, गेम खेल्दै एक सहजसँग यो एकादशी पालन गर्न सक्छौं है। सो हामी एकदम कृतज्ञ छौं कि सबैजना जोड्नु भयो, आउनु भएको छ यो निर्जला एकादशी मनाउनको लागि। सो हामी पनि भीमको यो गुणहरू लिन खोजौं। शक्ति भएर मात्रै हुँदैन, त्यसलाई ठिक ठाउँमा प्रयोग गर्नु पर्यो हैन। एउटा अर्को चीज पनि भन्न चाहन्छु कि भीमसँग यो शक्ति थियो हैन। र सुरुमा हामी देख्छौं कि भीमसँग जब भीमले यो जुन शक्ति थियो, त्यो शक्ति जस्तै हामीले पनि भक्तिको सुरुमा के पाउँछौं? भक्तिको सुरुमा के पाउँछौं? सो भनेको छ ब्रह्माण्डे भ्रमिते कोन भाग्यवानजी, गुरु कृष्ण प्रसादे पाए भक्ति लता बीज। सो भक्तिको सुरुमा हामीले के प्राप्त गर्छौं? भक्ति लता बीज। भक्तिको के पाउँछौं? बिउ पाउँछौं। सो गुरु कृष्णले हामीलाई के दिन्छ? बिउ दिन्छ। के को बिउ? भक्तिको बिउ। जब हामी हरे कृष्ण महामन्त्र जप गर्छौं, यो सबै गर्छौं, हामीले यो बिउ प्राप्त गर्छौं। बिउलाई के गर्नुपर्छ? के गर्नुपर्छ? बिउ पाएपछि बिउलाई के गर्नुपर्छ? एकजना हाम्रो अनेक प्रभुलाई अलि निन्दा लागेको छ, झुक्दै हुन्छ र भन्नुहोस् के गर्नुपर्छ बिउलाई? रोप्नु पर्यो नि त, नरोपिकन आउँछ बिउ हो। त्यो निन्द्रामा हुनु भएन के, उठ्नु पर्यो। सो बिउ पाएपछि बिउलाई के गर्नुपर्छ? रोप्नु पर्छ। रोप्ने जिम्मा कसको? यो बुझ्नु जरुरी छ। हामी सोच्छौं कि बिउ हुन्छ नि गुरुले दिनुहुन्छ, बिउलाई जहाँ फाल्दै पनि हुन्छ, होइन। अथवा गुरुले रोपिदिन्छ, होइन। गुरुले बिउ दिने हो। त्यो बिउ ल्याइसकेपछि गर्नुपर्ने के? रोप्ने जिम्मेवारी कसको? हाम्रो। सो त्यही भएर यो जुन छ, यो जुन शिक्षा छ, यो शिक्षा कसले दिनुभएको? यो शिक्षा कसले दिनुभएको? चैतन्य महाप्रभुले
कसलाई शिक्षा दिइरहनु भएको छ? रूप गोस्वामीलाई दिइरहनु भएको छ। सो चैतन्य महाप्रभुले रूप गोस्वामीलाई भन्नुभएको छ कि ब्रह्माण्डे भ्रमिते कौन भाग्यवान जीव गुरु कृष्ण प्रसादे पाए भक्ति लता बीज। कि गुरु र कृष्ण को प्रसाद के हो? यो भक्ति को बीज। यो भक्ति को बीज पाएपछि के गर्नुपर्छ? ध्यान दिएर सुन्नुस्। भनेको छ माली आया करे सही बीज आरोपण श्रवण कीर्तन जले करे सेचन। यो बिउ पाइसकेपछि आरोपण रोप्नु पर्यो। कहाँ रोप्ने? यो के भन्छ? माली हया करे सही बीज आरोपण। माली को? हामी माली हो। यो बिउलाई के गर्नु पर्यो? रोप्नु पर्यो। हाम्रो जिम्मेवारी बिउ लिएर राख्ने मात्रै होइन। हैन, हामीलाई थाहा छ भक्तहरूले यो बिउ पाउनु भयो 15 वर्ष अगाडि, 20 वर्ष अगाडि, अनि यो बिउ के गर्छ? हातमै लिइरहनु भएको छ, रोपेकै छैन। हैन, हातमा लिएर बसिरहेको छ। हैन, कहिले रोप्ने भनेर वर्षौं वर्ष भइसकेको छ, रोप्न चाहिँ रोपे आएन। है, त्यो के गर्ने? त्यो बिउलाई रोप्नु पर्यो। कहाँ रोप्नु पर्यो? हृदयमा। मनमा त हो, ठिक हो, बाटोमा हो, तर यो बिउ रोप्ने कहाँ? हृदयमा रोप्नु पर्यो, गमलामा। सो हाम्रो गमला रूपी हृदयमा यो बिउलाई रोप्नु पर्छ। र यो बिउलाई मलजल गर्ने भनेको के भनेको छ त यहाँ? श्रवण कीर्तन जले करे सेचन। यो बिउलाई होइन, अब यो बिउको राम्रो पाल हुन्छ नि, पोषण गर्नको लागि जल चाहियो, मल चाहियो। त्यो भनेको के भनेछ? श्रवण कीर्तन। यो बिउको मलजल हो। अब यदि हामीले ध्यान दिएनौं, हामी के गर्छौं? बिउ पायो, भक्तिमा आउँछन्, हैन, आउँछन्, सेवा गर्छन्, अगाडि बढ्न चाह्यो भन्छन्, अब भनौँ न आश्रय लिन्छन्, अनेक गर्छन्। बिउ पायो तर ठिक ठाउँमा रोपेन, मलजल नभएको ठाउँमा रोप्यो भने यो बिउ के हुन्छ? माथि आउन सक्दैन। र सबैभन्दा महत्त्वपूर्ण जब संघमा बस्दैनौ नि, जब संघबाट टाढा जान्छौ नि, हैन, र संघबाट टाढा कहाँ जान्छौ? विदेश जान्छौ। विदेश गएपछि के हुन्छ? भक्तको सँग पाइँदैन। अनि यो मलजल कहाँ हुन्छ त? त्यो हृदयमा जुन बिउ छ त्यो मलजल हुन पाउँदैन, अनि त्यो सुकेर जान्छ, अनि हराउँछ, हैन। अथवा विदेशलाई पनि धेरै नगरौँ, नेपालमै बसेर ललितपुर भित्रै बसेर पनि हामी सेन्टर आउँदैनौँ, हैन। सो विदेशको त पुरै छुट्यो। बिउ लिन्छौँ, सबै लिन्छौँ, सेन्टर आउन सक्दैनौँ। अनि हुन्छ नि यो श्रवण कीर्तन, यो सेचन कसरी भयो? सिञ्चन भयो त? अन्त बढ्दैन, अनि वर्षौं हुन्छौँ, अगाडि बढ्दैनौँ। सो त्यही भएर यो बिउ लिएपछि रोप्न जरुरी छ है। धेरै समय नबिताउनुस्, हैन। बिउ पाइसकेपछि समयमा रोप्नु होला र श्रवण कीर्तनले सिञ्चन पनि गर्नु होला। किन? हैन, यो जुन बिउ छ सिञ्चन किन गर्ने? सुन्नुस् है, किन, के को लागि भनेको छ? उपजिए बाडे लता ब्रह्माण्ड वेदी आय विरजा ब्रह्मलोके वेदी परव्योम पाय। के गर्नु पर्यो? यो के हो? भक्ति लता बीज। यो के हो? लता हो। लता के गर्छ? चढ्छ, माथि चढ्छ। सो यो जुन बिउ छ हृदयमा राख्छौ, श्रवण कीर्तनले सिञ्चन गर्छौ। किन? उपजिए बाडे लता ब्रह्माण्ड वेदी आयो। कि यो जुन बिउ छ, यो जुन बोट छ, के गर्नु पर्यो? कि यो ब्रह्माण्डलाई छेड्नु पर्यो। यो लता यहाँ राखेर, सानो राखेर अलिकता 60 घिरिघिरी गर्ने होइन। यो बिउलाई मलजल गरेर यो बोट जुन छ यसलाई यस्तो ठुलो बनाउनु पर्यो।
ताकि यसले ब्रह्माण्ड छेडेर कहाँ जाने? विरजा ब्रह्मलोक। विरजा भनेको यो भौतिक संसार र आध्यात्मिक संसारमा एउटा नदी छ हैन? वैतरिक त यो भौतिक संसारमा, यो भौतिक संसार र आध्यात्मिक संसारको बीचमा नदी छ जसलाई विरजा भनिन्छ। त्यो विरजालाई पार गर्नु पर्यो। ब्रह्मलोक भेदी परव्योम, त्यो विरजालाई छेडेर विरजा पार गरेर कहाँ जानु पर्यो? परव्योम। परव्योम भनेको श्रील प्रभुपादले के भन्नुभएको छ? गोलोक वृन्दावन पुग्नु पर्यो। र यो जुन बोर्ड छ आश्रय कहाँ लिनु पर्यो? राधा र कृष्णको चरणमा। हाम्रो बोर्ड कतिको उम्रेको छ? उम्रिन पाएको छ कि छैन? कहिले उम्रिन्छ? जब हामी रोप्छौं, दीक्षा लिन्छौं। दीक्षा लिनु भनेको त्यो बोर्ड पाएर त्यो बोर्डलाई रोप्नु हो। जब दीक्षा लिन्छौं हाम्रो भक्ति बल्ल सुरु भयो। दीक्षा लिएपछि हैन त्यो बोर्ड सुरु भयो। अब त्यो दीक्षा लिएको कति वर्षमा अब एउटा पनि पात आएको छ कि छैन? टुसा मात्रै आएको छ कि पात पनि आएको छ कि थाहा छैन? त्यो तपाईँ आफैले हेर्नु पर्यो हैन? त्यो टुसा पात आएर त्यो लता बढ्दै 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 हैन अब भगवानको धाम जानु छ। अब ध्यान दिए, यदि त्यो बोर्ड फेरि ध्यान दिएनौ हैन, अब फेरि यहाँ अनेक किसिमको गुरुहरू हुन्छन्, अनेक किसिमको प्रवचनहरू आउँछन्, हामी अनेक प्रवचनमा फेरि फस्छौं हैन? जुन हाम्रो सम्प्रदाय भन्दा बाहिरको प्रवचनहरू हुन्छन्, सबै फस्दाखेरि चाहिँ के हुन्छ? फेरि झार उम्रिन्छ है। यो बोर्ड मात्रै नसम्झिनुहोस्, अनेक झारपात पनि आउँछ। र त्यो झारपात पनि के हुन्छ? हामीलाई थाहा छ कि झारपात के हुन्छ? त्यो बोर्ड भन्दा सबभन्दा छिटो के उम्रिन्छ? झारपात धेरै लामो हुन्छ। बोर्ड सानै हुन्छ, झारपात धेरै लामो हुन्छ। हो, अनि त्यो झारपातमा त्यो बोर्ड त्यही हुन्छ नि अड्किन्छ। यो जिन्दगी पनि त्यही जान्छ। फेरि अर्को जीवन हुन्छ नि, अर्को जीवन चाहिन्छ। सो त्यही भएर त्यो झारपात उम्रिनु पनि दिनु भएन। झारपात कसले निकालिदिन्छ? कसले निकालिदिन्छ? भक्तहरू। भक्तहरूले के गरिदिन्छ? ए यो नसुन्नुस्, आउनु पर्यो, तानेर ल्याउँछ हैन? ल भक्तिमा बस्नु पर्यो, के भइरहेछ अगाडि बढ्नु पर्यो भनेर भक्तले के गरिदिन्छ हैन? भक्तले गर्न त आफैले गर्नुपर्छ, तर भक्तले के दिन्छ? तिम्रो हृदयमा धेरै झार उम्रे जस्तो है, त्यो झारलाई निकाल्नु पर्यो हैन? तिमीमा हुन्छ नि काम, क्रोध, लोभ, मद, मत्सरी अनेक किसिमको झार उडिरहेछ, निकाल त्यो झारलाई र त्यो बोटलाई बचाऊ। जसले गर्दा त्यो बोट के हुन्छ? राम्ररी फस्टाएर कहाँ पुग्नुपर्छ? गोलोक वृन्दावन पुग्नु छ। अब त्यो कतिवटा पात आएको छ, त्यो बोट कहाँ पुगेको छ? अब तपाईहरु नै आफ्नो हृदयमा हेर्नुस्, त्यो बोटलाई हेर्नुस्, कहाँ छ त्यो बोट? छ कि छैन? कहीँ हराइरहेको छ कि हैन? यसो याद गर्नु होला। सो त्यही भएर भन्नु खोजेको भीमको पनि जसरी सुरुवात जसरी भयो, जसरी शरीर तगडा थियो हैन, भन्छ हुने बिरुवाको चिल्लो पात भने जस्तै हाम्रो जुन बोट छ त्यसलाई पनि के गर्नु पर्यो? सिंचन गर्दै त्यसलाई पनि चिल्लो पात बनाउनु पर्यो। खस्रो पात आयो भने होशियार हुनु पर्यो हैन? चिल्लो बनाउनु पर्यो नि। चिल्लो कहिले हुन्छ? जब भक्तको संग राम्रो हुन्छ, जब भक्तको संगमा हामीले त्यो उत्साह पाउँछौं कृष्ण भावनामृतमा अगाडि बढ्नको लागि। सो हेर्नुस् कि यो संगले तपाईलाई कृष्ण भावनामृतमा अगाडि बढाउनको लागि प्रोत्साहन दिइरहेको छ कि छैन? यदि दिइरहेको छैन भने सोच्नु पर्यो, तर दिइरहेको छ भने अगाडि बढ्नु पर्यो र त्यो बोटलाई बचाउनु पर्यो। ठीक छ? सो भीमबाट यो हेरौं, जसरी भीमको सानो अवस्थादेखि अन्तिमसम्म भीमले धर्मको रक्षा गर्न युधिष्ठिर महाराजको सहयोग गर्नु पर्यो। हाम्रो बोटलाई पनि सुरक्षित पारेर गोलोक वृन्दावन पुर्याउनु छ है। यसको लागि के चाहिन्छ? भक्तको संग चाहिन्छ। यो नभइकन हुँदैन, सम्भव छैन। सो त्यही भएर कोसिस गरौं कि आजको दिन सँगै बसौं, प्रार्थना गरौं, ईश्वरलाई कसरी अगाडि बढाउने, कसरी ठूलो बनाउने हैन? अघि पनि भक्तहरूसँग कुरा गरिरहेका थिए कि प्रार्थना गर्नु पर्यो, हाम्रो आफ्नै ठाउँ चाहियो। चाहिन्छ कि चाहिँदैन? जो त्यसको लागि के गर्ने त? भगवान हुनुहुन्छ, गौरनिताई हुन्छ, प्रार्थना गर्नु पर्यो
कि हामीलाई पनि यस्तो ठाउँ चाहियो कि हामी पनि भनौँ न यो के रेफ्युजी जस्तै कहिले एउटा ठाउँ कहिले एउटा जानु नपरोस् हैन, आफ्नै घर होस् जहाँ गएर हामीले के गर्न सकौँ, कीर्तन गर्न सकौँ, नाच्न सकौँ, हामीलाई टेन्सन नहोस् हैन। वरिपरि अरू जेसुकै होस्, आफ्नो ठाउँ आफ्नो घर होस्, भगवानलाई एउटा घर बनाइदिन सकौँ जहाँ हामीले भगवानको भक्ति आनन्दसँग हैन एकदम सुरक्षितका साथ हैन हामीले भक्ति गर्न सकौँ। ठीक छ? हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। त्यही भएर भक्तिमा गर्नु धेरै छ है, यो त सुरुवात मात्रै हो। हरे कृष्ण। केही प्रश्न छ, केही कमेन्ट छ, कसैलाई केही भन्ने इच्छा छ भने? ओके हजुर बाले ब्रो। हजुर त्यो 6 वटा मात्र हुन्छ कि अरु पनि हुन्छ ब्रो? धेरै हुन्छ नि, अनेक हुन्छ। 6 वटा त हुन्छ नि, दिएको छ अनर्थहरू। त्यो 6 वटा बाहेक अनेक किसिमको हाम्रो जस्तै अपसम्प्रदाय अथवा भनौँ हाम्रो अनेक किसिमको विचारहरू, हामी जब अरू सम्प्रदाय अरू चिज सुन्छौँ र आफ्नो सम्प्रदायप्रति हामी एकदम एकनिष्ठ भएर गर्दैनौँ हैन। सो त्यही भएर भनौँ न कहिले को कसको सुन्ने कहिले कसको सुन्ने, त्यसले गर्दा के हुन्छ, यो झारपातलाई प्रोत्साहन गर्छ। हामीलाई जुन दिएको गुरु परम्परा अनुसार जुन दिएको यो जुन बिउ छ त्यो उम्रिन सक्दैन। त्यही भएर एकदम सतर्क हुनुपर्छ। ठीक छ? सो अनेक किसिमले अनेक जीवले हामी त्यो झारपात उम्रिन सक्छ, त्यसले हटाउनु पर्यो। ओके प्रभुजी, अनि हामीले बिउ पाको र नपाको कसरी थाहा पाउनु? हामी जब हामी यहाँ आउँछौँ, हामीले हरे कृष्ण महामन्त्र जप गर्नुपर्छ भने सुनेका छौँ र सुनिसकेपछि यो हरे कृष्ण महामन्त्र जप गर्ने प्रयास गरिरहेका छौँ। भन्नुपर्दा हामीले बिउ प्राप्त गर्यौँ। जब हामीलाई इस्कन प्रति, अब हामी इस्कनसँग जोडेका छौँ, इस्कन प्रति हामीलाई एउटा आस्था भयो, ओके ल यो संस्थामा म जोडिन चाहन्छु हैन, यहाँको जुन सिद्धान्त छ मलाई यसमा श्रद्धा छ हैन, म यहाँ जोड्न चाहन्छु भनिसकेपछि त्यो भन्नुको अर्थ तपाईँले बिउ प्राप्त गर्नु। ठीक छ? अब फरक बेसिकली यही हो कि जब हामीले हरे कृष्ण महामन्त्र पायौँ, जोडियौँ, भक्तिमा अगाडि बढ्ने कोसिस गरिरहेका छौँ भन्नुको अर्थ हामीले बिउ प्राप्त गर्यौँ। जो बिउ छ अब त्यो बिउलाई रोप्नु पर्यो हैन। अब त्यो बिउलाई रोप्नको लागि अब जुन वृक्षा छ इत्यादि छन्, अब त्यसको लागि हामी अगाडि बढ्छौँ। अनि प्रभु यस्तो सिचुएसन जब जस्तै अब हामीले एउटा सम्प्रदाय लिएको छौँ अनि त्यसको एकदमै राम्रो लाग्छ र पहिला चाहिँ अर्को फलो गर्थ्यौँ र त्यसको पनि एकदमै राम्रो लाग्छ र बिचमा अल्झिएको व्यक्तिलाई चाहिँ के भन्नुहुन्छ? अब पति प्रभुले भने जस्तै दुई श्रीमतीको पोइ कुनामा है। अब हामी के हुन्छ त, अब न यहाँको न घरको न घरको न घाटको। त्यसले गर्दाखेरि सबैभन्दा राम्रो हामी एउटामा फिक्स हुनु पर्यो, एउटा सम्प्रदाय लिनु पर्यो, एउटा सिद्धान्त लिनु पर्यो, त्यसलाई हामीले पुरा भनौँ न हामीले आफ्नो जीवन दिनु पर्यो। कतिजना त्यो स्कुल जानु भएको छ, त्यो यहाँ जहाँ टोइलेट छ नि, हामी टोइलेट कलेज जान्छौँ, त्यो स्कुलमा विवेकानन्दले एउटा स्टेटमेन्ट भन्नुभएको छ कि, एक्ज्याक्ट स्टेटमेन्ट होइन, यसो पढ्दाखेरि रमाइलो लाग्यो। सो उहाँले के भन्नुभएको छ कि एउटा आइडिया लिनुहोस्, त्यो आइडियालाई आफ्नो सर्वस्व दिनुहोस्, त्यो गरेर पढ्नुहोस्, इङ्ग्लिसमा छ। त बेसिक यही हो कि एउटा आइडिया लिनुहोस्, सुत्नुहोस्, उठ्नुहोस्, सपना देख्नुहोस्, तर त्यो एउटा जुन तपाईँले हुन्छ नि लक्ष्य लिनु भएको छ त्यसमा आफ्नो पूर्ण जीवन बिताइदिनुहोस्। जे पनि गर्नु छ त्यो लक्ष्यलाई प्राप्त गर्नको लागि। सो एउटा सिद्धान्त एउटा सम्प्रदाय छान्नुहोस्, त्यो सम्प्रदायमा अडिग हुनुहोस् हैन। अब अरू आए मद्दत गरे उहाँलाई हामी सबैलाई सम्मान गर्छौँ, नगर्ने होइन, तर एउटा सम्प्रदाय लिएर चाहिँ अगाडि ठीक छ। त्यो भयो भने त्यो नै चास्टिटी, त्यो नै पतिव्रता हो है। सो त्यो अनुसार चाहिँ हामी अगाडि
नत्र सम्भव छैन हैन। एउटै सम्प्रदायमा बसेका आएर छन्, अरू जोड्न थाल्यो भने हामी खिचडी हुन्छौँ। जस्तै भौतिक संसारमा हामी एउटा स्वार्थलाई हामी चाहिँ मजाले लाग्छौँ होइन, तर यो अध्यात्ममा चाहिँ किन त एउटाले अर्को खुट्टा तान्नु परेको? वास्तव अब हेर्ने दृष्टिकोण हो। एउटा संसारले अर्को अब खुट्टा काट्ने भन्दा पनि हामीलाई बलियो बनाइरहेको। जबसम्म हामीले राम्रो गरिरहेको भन न, प्रभुपादले भन्नुभएको छ यदि हामीले केही राम्रो गरिरहेको छ भने विरोध आउँछ। विरोध आउनु भनेकै के हो? हामीले केही ठिक गरिरहेको छ अनि त्यसपछि त्यसको विरोध आउँछ। सो त्यही भएर यो खुट्टा खिचातानी हुन्छ, त्यो अरूले जेसुकै गरोस् होइन, हामी त्यसमा फस्नु भएन। हामीले जुन सोचेका छौँ, जुन अघि भने एउटा गन्तव्य लिएका छौँ नि, त्यो गन्तव्यलाई अरू अगाडि पछाडि जेसुकै जहाँ जे भइरहेको हामीले मतलब गर्नु पर्छ। जस्तै श्रील प्रभुपाद जब उहाँ आउनुभयो, भक्ति सिद्धान्त सरस्वती ठाकुरले जब उहाँले आफ्नो लीला समाप्त गरेर समाधि लिनुभयो, गौडिया मठमा कत्रो आगो लाग्यो। 64वटा मठ बाँडियो, यो भयो त्यो भयो, यता भयो उता भयो, तर श्रील प्रभुपाद विचलित हुनु भएन। फर्स्ट यो गुरुभाइ यस्तो, यो उस्तो उस्तो। मेरो गुरुको आज्ञा छ, मेरो गुरुको आज्ञा कसरी पालन गर्ने, दायाँ बायाँ हेर्नु भएन, जेसुकै होस्। यतिसम्म कि जब अमेरिका जानुभयो, मेरो गुरुको शिष्यहरू हुन्, मलाई मद्दत चाहिन्छ उनीहरूमा, फेरि जानुभयो उहाँहरू। उहाँहरूले हेल्प गरेन, त्यो आफ्नो ठाउँमा छ। तर प्रभुपाद एकदम एकनिष्ठ भएर मेरो गुरुको आदेश के छ त्यसलाई कसरी पालन गर्ने। सो वरिपरि जेसुकै भइराखोस्, यदि हामी एउटा सम्प्रदायमा अडिग भएका छौँ, बिर्सिदिउँ कसले खुट्टा तानिरहेछ, के गरिरहेछ। यदि चासो चाहिन्छ त्यही फस, चासो लिन जरुरी छ। जबसम्म कि म्यानेजमेन्टमा छैन भने चाहिन्छ, बुझ्न जरुरी छ के भएको, र फस्नु जरुरी छ। भइरहेको छ संसारमा खिचातानी त पहिलादेखि नै भइरहेको थियो, पछि पनि हुनेछ, अहिले पनि भइरहेको छ। किन फस्ने? यो त हुन्छ नेचुरल, यो त स्वाभाविक, ठिक छ। त्यही भएर त्यसमा नहुनु। यो आध्यात्मिक जहाँ पनि खिचातानी भइरहेको छ, आध्यात्मिकमा चाहिँ अलि प्रष्टसँग देखिन्छ। ओके, सो लास्ट क्वेसन, फेरि नौ सबैजना सुत्न थाल्छ। ओके, ल यहाँ एउटा ओके लास्ट ल जस्तै बिउ पायो भन्ने थाहा पायो अनि त्यसपछि तर अब रोकिदिने त गुरुले हो, गुरुले नै अनि स्वीकार नगरेपछि के गर्नु? कि तपाईँ त्यस्तै जघन्य अपराध परेको हुन्छ कि गुरुले स्वीकार्ने? तर यो बुझ्नु पनि जरुरी छ है, यो बुझ्नु पनि जरुरी छ कि त्यो बिउ रोप्नको लागि दीक्षा गुरु नै चाहिन्छ, जरुरी छ। किनभने दीक्षा गुरु शिक्षा गुरु दुवैलाई यो श्री चैतन्य चरितामृत लेख्छ, दुवैको इक्वल होइन रोल छ, त्यसमा कुनै भेद गरिएको छैन। सो दीक्षा गुरु नै हुनुपर्छ, जरुरी छैन। यदि तपाईँले शिक्षा गुरु लिनु भएको छ भने पनि रोक्न मिल्छ। र हाम्रो प्रणाली के त दीक्षा प्रणाली त शिक्षा प्रणाली होइन। दीक्षा गुरुले फर्मली जोड दिनुहुन्छ, तर नट नेसेसरी कि हुन्छ नि दीक्षा गुरुलाई कुरिनुपर्छ, जरुरी छैन। शिक्षा गुरु छ, बिउ रोप्नु पर्यो, अगाडि बढ्नु। ठिक छ, लास्ट ओके। जस्तै सेवा गर्दा उत्साह यदि आएको छैन, हामीले केही न केही गल्ती भइरहेको छ। अब कृष्ण भावनामृत भनेको जसरी चैतन्य महाप्रभुले दिनुभएको छ र भनिएको छ कि हामीले भगवानको नाम लिँदा के हुनु पर्यो? आँखाबाट आँसु आउनु पर्यो होइन, रोमाञ्च हुनु पर्यो। यो नै भन न भनेको हरेक पाइलामा जसरी नैमिषारण्यका ऋषिहरूले भन्छ स्वधु स्वधु पदे पदे, हरेक पाइलामा आनन्द हुनुपर्छ। यदि त्यो आनन्द आइरहेको छैन, हामीमा केही कमी भइरहेको छ। ठिक छ, त्यो भनेको बिउलाई केही नभएको होला, हामी सतर्क हुनु पर्यो। मेबी हाम्रो च्यान्टिङ राम्रो भइरहेको छैन कि, हाम्रो एसोसिएसन हाम्रो सँग राम्रो भइरहेको छैन कि,
होइन हामीले राम्ररी सुनिरहेका छैनौँ कि सो केही न केही माथि तल भएको होला हामीले एनालाइज गर्नु पर्यो मलाई आनन्द किन आइरहेको छैन कहीँ मेरो त्रुटि भइरहेको छ सँग पाइरहेको छैन सँगमा आइरहेको छैन होइन किनभने यो कृष्ण कन्सियस भनेको हरेक पाइलामा आनन्द छ हरेक नाम लिँदा त्यसमा आनन्द छ ठिक छ सो त्यसलाई हामीले थोरै कोसिस गर्नु पर्यो भ्यूलाई केही नभएको होला बोर्ड छ होला सतर्क चाहिँ हुनु पर्यो यो भनेको एउटा फ्ल्याग हुन्छ नि उठेको हो कि हामीले सतर्क हुनु पर्यो मेरो कहाँ चाहिँ मिलेको छैन ठिक छ अनि त्यसलाई करेक्ट गर्नु पर्यो ल लास्ट क्वेसन ल यो लास्ट त बर्बाद भयो त यो क्वेसन अहिले आयो भने त बर्बाद हुन्छ एकदम ओके सो उहाँको प्रश्न हो कि शिल प्रभुपाद पनि हुनुहुन्छ गुरु पनि हुनुहुन्छ सो हामी कसको शिष्य ओके हाम्रो यहाँ स्पेशली इस्कनमा आई थिंक इम्पोर्टेन्ट पनि छ सो यो बुझ्न जरुरी छ कि हामी विशेष गरी हामी शिष्य कसको गुरुको हामी गुरुको शिष्य र श्रील प्रभुपाद हाम्रो प्री एमिनेन्ट हुन्छ नि शिक्षा गुरु हुनुहुन्छ भनेको उहाँको जुन स्थान छ शिक्षा गुरुको त्यो कसैले लिन सक्दैन सो उहाँ हाम्रो शिक्षा गुरु हो हामी शिष्य हाम्रो हुन्छ नि अब इन्ट्रेस्टिङ क्वेसन छ हामी जब भन्छ तपाईको गुरुको भन्दा हामी धेरै आफ्नो दीक्षा गुरुको नाम लिन्छौँ वास्तवमा हामी दीक्षा गुरुको नाम लिउँ शिक्षा गुरुको नाममा फरक त पर्दैन ठीक छ अब हामीलाई कसमा श्रद्धा छ कसैलाई दीक्षा गुरुमा श्रद्धा हुन्छ कसैलाई शिक्षा गुरुमा श्रद्धा हुन्छ खासै फरक पर्दैन मेन त यो सम्प्रदायमा हुनु पर्यो हैन र प्रभुपादको स्थान भनेको उहाँ हाम्रो शिक्षा गुरु हुनुहुन्छ हामी उहाँको ग्रान्ड डिसाइपल्स हौ हैन ठीक छ सो उहाँ हाम्रो हजुरबा हुन्छ नि हाम्रो हामी चाहिँ उहाँको ग्रान्ड डिसाइपल्स हौ र हामी अब शिष्य कसको भनेर भन्छौँ युजुअली हामी दीक्षा गुरुको नाम लिन्छौँ हैन कुनै केसमा हामीले शिक्षा गुरु प्रति आसक्ति छ भने शिक्षा गुरुको पनि शिक्षा एकदम अन्तिम प्रश्न अब एकदम अन्तिम ल मैले नबुझेको जति पाण्डुका दुईजना श्रीमती हजुर कुन्ती र माद्री हजुर कुन्तीको तीनटा हजुर होइन उहाँहरू चाहिँ एकदम अलिक प्रख्यात छन् कि तर माद्रीको चाहिँ दुईजना जुन नकुल र सहदेवको चाहिँ त्यति हाम्रो यो शास्त्रहरूमा खासै त्यति चर्चा भएको देखिँदैन किन हैन चर्चा नभएको कारण भनेमा उहाँहरूको योग्यता कम थिएन जस्तै नकुल र सहदेवले पनि धेरै रोलहरू खेलेका छन् अब सबैलाई बराबर भनेर अब समय नपुगेकोले हुन्छ नि अब अनेक चिज वर्णन गरेको नगरिएको होला तर नकुल र सहदेव जस्तै भनिएको छ कि नकुल सबैभन्दा सुन्दरमा नकुल एकदमै सुन्दर थियो हैन सहदेव घोडा हेर्नेमा सहदेव जस्तो एक्सपर्ट कोही पनि थिएन यसो भनेर यो मेन्सन गरिएको छ सो त्यही भएर मेन चाहिँ यो भेद चाहिँ हेर्नु मनमा होला तर यो भेद हेर्नु हुँदैन किन पाँचैजना एकदम शक्तिशाली र कुरुक्षेत्रको युद्ध होस् अरू कुनै ठाउँमा होस् सबैले बराबर योगदान दिएका छन् अनि त्यही भएर पाण्डवहरूलाई हुन्छ नि मुठीसँग तुलाएको छ 5 वटा औँला हैन जब मुठी हुन्छ 3 जनाले मात्रै हुँदैन यदि हुन्छ नि युधिष्ठिर भीम र अर्जुन मात्रै थिए हैन उनीहरू काफी थिए तर होइन बल केमा छ सँगै बस्नेमा छ र फरक आमाको छोरा भए पनि सबैभन्दा महत्त्वपूर्ण के थिए कि एक अर्का प्रति जुन सौहार्द थियो जुन प्रेम थियो त्यो महत्त्वपूर्ण छ कि कसैलाई पनि यो भिन्नता थिएन कुन आमाको छोरा ठीक छ सो त्यही भएर शास्त्रमा धेरै वर्णन होस् या नहोस् जस्तै शत्रुघ्नको पनि धेरै वर्णन छैन भन्दैमा उसको हुन्छ नि उहाँको जुन देन कम पनि छैन सो त्यही भएर वर्णन नहो तर मुख्य भनेको सती जाने चलन चाहिँ सती जाँदाखेरि जस्तै दुईजना श्रीमतीमा
दुवैजना सती जानुपर्ने हुन्छ तर दुवैजना गए नजानु कारण किनभने बच्चा हेर्नु पर्यो बच्चा सानो बच्चाको भरण पोषण कसले गर्छ जिम्मेवारी त लिनु पर्यो नि त होइन जस्तै जब द्रोणाचार्यको मृत्यु भयो त्यसपछि द्रोणी होइन कृपी सती गएन किन छोरा थियो सती त्यतिखेर गइन्थ्यो जब छोराहरू कोही थिएन होइन त्यो अवस्थामा चाहिँ सती गइन्थ्यो तर यदि कसैले हेर्ने होइन कोही छ होइन कोही बच्चाहरू ठुलो भइसकेको छ भने चाहिँ सती नजाँदा पनि के त्यो त आफ्नो स्वेच्छाले जानेछ अब यो केसमा के भयो कि अब मातृलाई लाग्यो कि भनौँ न मेरो कारणले भएको बच्चालाई त हेर्नु पर्यो 5-5 जना छ होइन अब कोही हेर्ने भएन भने त बच्चाको के हुन्छ बिचली हुन्छ त्यो जिम्मेवारी त लिनु पर्यो त्यही भएर चाहिँ सक्यो एकजना चाहिँ सक्यो ठिक छ ओके सो धेरै धेरै धन्यवाद कि अब जोडिनु भएको छ अब बिस्तारै निन्द्रा पनि लाग्न थालेको छ हामी एउटा गेम खेल्छौँ ठिक छ रेडी हुनुहुन्छ यहीँबाट अनाउन्स गर्दा हुन्छ भाइ बाली भाइको कहाँ जानु पर्छ यहीँबाट गर्दा हुन्छ ओके सबै